मेरो भोइस लाउड भयो भन्दैमा जहिले पनि म छुच्ची म नराम्रो हुँदैन कि खास गरी क्युट छैन गाइस म क्युट छैन त्यसो भए त मेरो नाम मिस युनिभर्स हुनुपर्ने हैन त गाइस तर हाम्रो यसलाई निकाल मेरो आँखा अगाडिबाट हेर्नु साथीहरु पाप कहाँबाट गराउँछ दिदीलाई सोध्ने दिदीलाई सो वेलकम ब्याक टु माय च्यानल गाइस आज एकदमै नयाँ नयाँ चिज भएको छ आज म दिदी भएको छु र यो बहिनी भएको छ सुस्ता हाय गाइस के छ हालखबर बहिनी जहिले पनि तपाईँले देख्नु हाय दिदी के छ तिम्रो हालखबर ये नगर है बेसी हुने होइन उता दिदी त्यस्तो नगर न प्लिज त्यस्तो नगर न प्लिज तिमी त्यस्तो दिलासा यसलाई निकाल मेरो आँखा अगाडिबाट यसलाई निकाल I do this बेकिङ यो पोटेटो यसमा के भन्छ तर म भनेर थिएन नि दिदी र बहिनी थियो हैन ए हो दिदी र बहिनी थियो तर इरिटेटिङ बहिनी तर होइन सो आजको भिडियो चाहिँ के छ भन्दाखेरि दिदी बनी आजको भिडियोमा दिदी बनी बहिनी र बहिनी बने दिदी दिलासा एज युजुअल बेक पोटेटो सो एउटा इम्पोर्टेन्ट कुरा गर्नु थियो मलाई उठ भनेको त बेसी हुन्छस् त बेसी हुन्छस् उठ ए ल एकछिन एउटा कुरा सोधिहाल्छु दिदी एङ्ग्री बर्ड मेरो नाम क्युटी पाए सो अहिले चाहिँ के भयो नाम टर्टोइज हो क्युटी पाए मेरो नाम अहिले चाहिँ के सो अहिले चाहिँ हाम्रो दिदी बहिनीवाला जोनबाट हामी एकछिन आउट भएको छौँ होइन सो भोलि चाहिँ भोलि हाम्रो यल्लो वर्क्सको एनिभर्सरी छ सो हामी भोलि बाहिर जाँदैछौँ अनि सँगसँगै हामी केक कटिङ गर्दैछौँ र हामी चाहिँ अब के गर्दैछौँ भन्दा एकदमै केकमा चाहिँ हामी टिम मेम्बर्सको नाम विथ आवर निक नेम राख्न लागेको क्या रिसर्चर निक नेम के अब फोटो अनि निक नेम राख्न लागेको छौँ सो उसको नाम चाहिँ हो बेक पोटेटो उसको नाम हो एङ्ग्री बर्ड मेरो नाम हो क्युटी पाए अनि अरू तेरो नाम क्युटी पाए रे क्युटी पाए होइन क्युटी पाए रे म क्युट छैन गाइस म क्युट छैन त्यसो भए त मेरो नाम मिस युनिभर्स हुनुपर्ने हैन त गाइस तर मैले लेखिनँ नि होइन एङ्ग्री बर्डै लेखेँ नि केक मार्ट पठाउँदैछ हाम्रो लागि केक सो थ्याङ्क यू सो मच केक मार्ट फर प्रोभाइडिङ अस हाम्रो एनिभर्सरीको केक हामी हाम्रो सोसियल मिडियामा नै हालिदिन्छौँ मेरो वर्क्सको यस यता वर्कको सोसियल मिडियामा पनि हाल्छौँ र तपाईँहरूले पनि अहिले भ्लग हेरिराख्नु भएछ भने केक मार्टलाई पनि फलो गरिदिनुहोस् होला अनि भोलि हाम्रो यो ब्रेन स्टर्मिङ गर्दाखेरि साँच्चीकै कसको नाम के भएर आउँछ केक कस्तो आउँछ चाहिँ हामी बोल्दै आउँछौँ तिमी मलाई भयो क्युटी पाए दिदी कुरी भयो दिदीको फोनमा हेर मेरो नाम के छ नपत्ता हेर यो हजुरको फोन हो यो चाहिँ मेरो फोन हो एकदम नट ढाँटिकन है नट ढाँटिकन भन्नु ल अनि मैले जे क्वेसन सोधेको छ नि बस्नु न त्यो क्वेसनको आन्सर मात्र दिनु है इलाबोरेसन नै चाहिए हमको सिर्फ क्वेसनको आन्सर तपाईँको फोनमा मेरो नाम के भनेर सेभ छ के छ क्युटी पाए छ मलाई त्यहीले नभनेर किन बाई दिदी सन्डे भेटौँला सन्डे मैले भनेको थिएँ तपाईँले आफै लेख्नु भएको दिदी भनेर इट वाज नट मी ओके किन के गर्न हो राम्रोसँग नाम भन्नु भनेर लिङ्गको नाम के राख्ने दुखी हातमा किन के गर्न हो यमन पहिला खुदको नाम भन्दैन यमनको नाम त्यो नाम रिजी राख्ने
ड्रोन सट जस्तो लाग्यो है तिमीलाई त हेर्नुहोस् यहाँ सबैजनालाई भोलि जाने एक्साइटमेन्टमा औँठा छ भन्दै सबजनाले नितेश कस्तो रहर छ खासमा नितेशलाई हुन्छ नि फर्स्टमा मेरो औँठा छापमा लगाउने भनेर लगाइसक्यो ए हो ला मतलब फर्स्टमा क्या खुसी होला त मै फर्स्ट थिएँ भनेर ठिकै छ सेकेन्ड भयो कहिले काहीँ लाइफमा सेकेन्ड हुनुपर्छ जहिले फर्स्ट सेभेन इयर्स अगाडि खोलेको मैले मेरो च्यानल तपाईँले 2-3 भनेको राख्नु अलि एक्टिभली राख्नुभएको 5 मन्थ भयो होला तपाईँ राख्नु 11,100 अब तपाईँ र मसँग कम्पेयर गर्ने हो भने तैँले पहिला त कम्पेयर गरेको थिइस् नि मेरोमा के अरे 100 कति चाहन्छु मैले त सपोर्ट गरेको थिएँ तपाईँलाई यमन तपाईँ म बस्दाखेरि कुरा हेर्नु त सपोर्ट नै गरेको ल दिदी र मेरो कम्बाइन गर नि त भनेर भनेको मैले खासमा आई डोन्ट नो के भन्ने नै थाहा भएन कि मलाई भयो चाहिएन अब किन यमनलाई सोध्ने ल यमन पनि यादै नहुने मान्छे त हो ऊ काममा बिजी छ लेट्स नट आस्क यमन त्यो भनेको टाइम वेस्ट हुन्छ है दिदीको कम छ तिम्रो कति धेरै छ मेरो 1000 छ भने सब्सक्राइबरको कुरा गरेको थिएँ पहिला त्यतिखेर त दिदीलाई मैले सपोर्टै गरिरहेको थिएँ नि होइन ठिकै छ नि त दिदी तिम्रो र मेरो एउटै हो तिमी मात्रै हो मेरो यस्तो भइरहेको छ दिदी र मेरो उस्तै तिमी मात्रै हो मेरो यस्तो भइरहेको छ दिदी र मेरो उस्तै हो नि भन्ने कुरा गरेको होइन हामीले दिदीलाई मैले हेपेको थिएँ लाइक तिम्रो कम छ भनेर हेपेको थिएँ मैले अनि दिदी र मेरो उस्तै त भने के भनेर उल्टो तिमीसँगै हामी बाजिरहेको थिएन दिदी र म एटलिस्ट ल बाजे थिएन अरे तर के अरे मैले मेरो यति छ भने स्वाङ पारेर दिदीलाई त्यस्तो भनेको थियो र खास गरी के भएको थियो भन्दाखेरि यिनीहरू सबैजनाले आफ्नो युट्युब च्यानल खोलेर राखिरहेको थियो होइन अनि मेरोमा त धेरै युट्युब के अरे च्यानल उसमा नै छैन भनेको अनि यिनीहरूले हाम्रोमा त यति छ भनेर भनिरहेको थियो अनि यसले मलाई होइन त मेरो टिममै थिइनस् त्यति बेला अनि त्यति बेला के भनेको थियो भन्दाखेरि अनि म रिसाएको होइन पर्खी म तिमीहरूलाई देखाउँछु मेरो युट्युब च्यानल के अरे कति महिनामा म के अरे ऊ गरेर देखाउँछु भनेको त्यति बेला अनि हेरौँला पनि भनेको सि अब आज त यमनले गफ हान्दैन होला नि त्यो आफै टेन्सन नछ नि त म तपाईँ जस्तो खोइ कि यसले गर्छ कि खास गरी होइन यो क्यामेरा अगाडि मात्रै हो कि नत्र त हुँदैन फर्स्टमा त एकदमै हुँदैन अनि म रिसाइसकेपछि होइन नि दिदी म त तिम्रै साइडमा हो नि भन्छ कि खास गरी चाहिँ कि यसले त्यति बेला त मलाई भनेको मलाई खुद याद छ अनि मलाई चित्त दुखाएर अनि मैले प्रशालाई पनि फोन गरेको थिएँ त्यो दिनमा यिनीहरूले त मलाई यसरी हेप्यो भनेर अझै हुँदैन जहिले पनि हुँदैन म चाहिँ एकदमै ज्ञानी होइन ए यो चाहिँ एकदमै ज्ञानी अनि म चाहिँ एकदमै बदमास के त्यस्तो फिल गराउँछ कि त्यसले के तेरो मुखमा त इनोसेन्ट हो क्या बहिनी कति न अझै हुँदैन मेरो त अब त्यति बेला कति 200-300 कति सब्सक्राइबर्स थियो होइन मैले त राखेको पनि थिएन 300 कति थियो कि मेरो सब्सक्राइबर्स अनि त्यसपछि मैले त्यसरी राखेको पनि थिएन कि पहिला चाहिँ एउटा सानो त्यो सर्ट्सहरूमा चाहिँ हुँदैन त्यस्तो मात्रै राखेको थिएँ कि मैले अनि त्यति बेला होइन मलाई अझ के भनेको तिमी अजमा किनेको होइन भ्लग बनाउनलाई अजमा किनेको भनेको होइन खै बनाएको तिमीले पैसा वेस्ट हो होइन त्यो त मोटिभेट गर्नलाई मोटिभेट अहिले मैले चाहिँ सेम चिज भनेको तिमी त मलाई जहिले यस्तो भन्छ मोटिभेट गर न राम्रो कुरा गर न मलाई भन्छ त्यस्तो हुँदैन के कानमा गरिरहेको यो हेर्दा मात्रै यस्तो हो कि न त त्यसले मलाई खास गरी एकदमै हुँदैन एक्लै हुँदैन कस्तो हेर्छ त्यसले मलाई
के भन्छ नि त दिदी तिम्रो एक्लै भन्दा हेप्छु रे अघि पनि मलाई के भनेको त्यसले सानै कुरा त किन यत्रो ठुलो बनाइरहेको रे भने हो कि न मलाई चाहिँ त्यत्रो केयस भइसक्यो भनेर थाहा थिएन नि के छ अझ यसरी सानै कुरा त हो नि यत्रो ठुलो बनाउनु पर्ने के कुरा थियो अब मान्छे आउँछ भनेपछि सकिहाल्यो नि हुन्छ म कराउँछु द्याट डजन्ट मिन मेरो भोइस लाउड भयो भन्दैमा जहिले पनि म छुच्ची म नराम्रो हुँदैन कि खास गरी अनि इनोसेन्ट फेस चस्मा लगाएर मात्र क्यामेरामा गऱ्यो भन्दैमा रियल फेस त्यसमा दिदीको रियल फेस यस्तो खास गरी चन्डाल्ने हो कि एक नम्बर दिदी पनि भन्नु हुँदैन सिधै सुस्ता हो सिधै सिधै सुस्ता कहिले दिदी पनि हुँदैन ठिकै छ सबैजना मलाई यस्तो गर्यो नि यस्तो मान्छे ए मान्छेहरू भएको ठाउँमा रे अरू बेला मलाई हेर्ने बेलामा केही छैन अनि जहिले पनि के भन्छ मैले त तिमीलाई जहिले सपोर्ट गर्छु म जहिले तिमीले सपोर्ट गर्छ नि अनि मैले के भन्यो भने चाहिँ यस्तो यस्तो गर्छ कि अनि उसले मलाई सबैजनाको अगाडि डायलग हाने बेलामा केही छैन अघि चाहिँ यस्तो यस्तो गरिरहेको थियो तेरो अगाडि यता यता अघि के भन्छ त्यसले आफै नै मैले एङ्ग्री बर्ड भन्दा हो तिमी त एङ्ग्री बर्डै हो भनेर भनेको थिएँ नि होइन मैले मात्र कपाल नि भुतालिदिन्छु है म हेर्छ कि मेरो घरमा सबैजनाले कस्तो भने होइन त्यस्तो होइन अनि मैले के भनेको थिएँ के पनि नै भनेको थिएन नि होइन मैले भनेको थिएँ मैले भयो नि त ल मैले केही भनेको थिएँ मैले केही भनेको थिएँ मैले केही पनि भनेको थिएन तर यसले भनेको हो नि होइन ए उसलाई के भन्यो भने चाहिँ हेर उसले तिम्रो बहिनीलाई के भन्यो यस्तो के भन्यो ऊ अहिले कानमा कान खुसी किन कान खुसी म सुन्दिनँ देख्नु भयो नि साथीहरू खास गरी म एकदमै पीडित मान्छे हो कि मेरो स्वर मात्र ठुलो भएर सबैजनाले मलाई म एकदमै छुच्ची हो भनेर भन्छ कि तर होइन म सबैभन्दा ज्ञानी हो म ज्ञानी हो साथीहरू म ज्ञानी हो यो हो छुच्ची रेजिना दिदीले त क्यामेरा गएर मात्रै दिदी भन्ने न त सिधै सुस्ता सुस्ता के रे अघि सुस्ता भनेको भर्खर हो किन दिदी भन्छ त ब्लगमा अघि पनि मलाई ओ सुस्ता युनिभर्स बनाएर रहेछ ठिकै छ आफ्नै युनिभर्स ठिकै छ नि त मलाई त काम गर्नु छैन भयो हो ए तेरो म च्याट दिनु मलाई डु यु सपोर्ट मी अर नट के भयो के सबै सही हो के भयो म त्यस्तो छु हो दिदीलाई बिहाइन्ड द क्यामेरा असुस्ता भन्छु मैले छैन त अघि तैँले सुनिस् तैँले अघि मैले दिदीलाई माया गर्छ देख्छ कि देख्दैन तैँले अघि सुनिस् तैँले मलाई अघिदेखि सुस्ता भनेर बोलाइरहेको हाम्रो हो धेरै नाटक गर्न जान्छस् नि हेर्नु साथीहरू पाप कहाँबाट गराउँछ टेबल मुनिबाट यो टेबल मुनिबाट कराइरहेको आमा बुवाहरूले बच्चा बेलामा होइन तेल लगाइदिने बेलामा टाउको यस्तो यस्तो गरेन भने यसको जस्तो टाउको हुन्छ कहाँतिर लागेको समाज कहाँतिर आउँदैन कि फेस दुख झन् टुटुलको उठ्छ कि बस्नु त त्यही भएर पाप कहाँबाट कराउँछु धुरीबाट कराउँछु टेबल मुनिबाट करा यहाँ चाहिँ टेबल मुनिबाट कराइरहेको छु डक्टर सिजरले टाका लाउनुपर्छ त्यस्तो गर्नुपर्छ कि न त टुलको आउँछ कि अनि प्रेसर गर्नुपर्छ यतिकै त तेरो टाउकोहरू अलिकति खाल्टो खाने गर्छु धेरैजनाको चाहिँ टाउको अलिकति गोरो हुन्छ कहिलेको कसो हुन्छ यसको चाहिँ एकदम यस्तो छ कि
त्यही भएर कहिले काहीँ हुन्छ नि उसको याददास्तहरू जान्छ कि गजनी यस गर्नु आमाको जे पनि गर्नुहुन्छ यस्तै हो गाइज जस्तो मान्छे त्यस्तै क्यामेरा ब्लर छैन होइन त्यो दिलासाजीले हातले पुसेको भएर यस्तै हो साथीहरू यस्तै हो साथीहरू जस्तो मान्छे त्यस्तै नै सामानहरू हुन्छ भनेको ठिकै नै रहेछ म एकदमै सार्प माइन्डको छु त्यही भएर आई हेभ एकदमै राम्रो सार्प आउँछ मेरो जस्तै कि ब्लर मान्छे ब्लर Thank you for watching Regina's vlog. I'm her content. Thank you. कसैलाई कन्टेन्ट चाहियो मलाई सम्झिनु होला No, म रेजिनाको मात्रै कन्टेन्ट हो. I'm her personal content, you know. बुझ्नुभयो नि तपाईँहरूले उसले जति पनि मलाई बिहाइन्ड द क्यामेरा मलाई हेपे पनि मसँग कम्पिटिसन गरे पनि अनि जहिलेदेखि मैले भ्लग गर्न स्टार्ट गरेँ अनि त्यसपछि त्यसलाई 360 चाहिएको थियो अनि त्यसपछि म पनि अबदेखि भ्लग गर्छु भनेर भनेको थिएँ कि त्यसले ठिकै छ मैसँग नै कम्पिटिसन गरे पनि ठिकै छ बहिनीहरूको लागि होइन जुनियर्सको लागि मैले त्यति पनि त्याग गरिदिएँ ठिकै छ मलाई नराम्रो भनोस् मान्छेहरूले मलाई नराम्रो भनोस् मलाई केही फरक परेन उसले मलाई दुनियाँको अगाडि नराम्रो बनायो उसले त्यही पनि दिदीको अलिक धेरै क्ल्यारिटी दिन्छ डिटेलहरू यसमा अलिकति टाइम लाग्दो रहेछ त्यति नै फरक क्वालिटी चाहिँ नथिङ के होइन ल साथी त्यही त हजुरको चाहिँ छिटो फोकस लिँदो रहेछ क्या बिचमा राख्छ त्यो क्यामेरा लिएर छिटो दिइहाल्छ त्यो यसले क्ल्यारिटी भन्ने हुन्छ कि बहिनी त्यही त क्ल्यारिटी यसको धेरै छ क्या अनि के त अनि के क्वालिटी के अरे सेम छ भन्छस् त क्वालिटीमा के अरे क्ल्यारिटी र उसमा डिफ्रेन्स भइसकेपछि क्वालिटीमा डिफ्रेन्स हुँदैन मान्छेहरू भने यस्तै हो खासै फरक रहेछ भनेर के 19-20 का फरक है क्या ये 19-20 का फरक है यो 19-20 का फरक है यो के हो दिदी फोन आइफोन यो अप्सन छ त्यो 3D बनाउने हो हामीसँग 3D बनाउने अप्सन पनि छ मसँग तेरोमा छ खै हाम्रो त एन्ड्रोइड हो दिदी हाम्रोमा ह्याक भर्जन डाउनलोड हामी त्यस्तो हामी त्यस्तो चोर कामहरू गर्दैनौँ नि त हामी त्यस्तो चोर कामहरू गर्दैनौँ नि त मुन खिच्छ मेरो फोनले मुन खिचेर चाहिँ के गर्छस् मुनमा जान सक्छस् त सक्दैनस् नि सकेर त हो नि के काम थियो मुन खिच्छ रे के खिच्छ लामखुट्टे खिच्छ तेरो अरूको घर भित्र खिच्छ बसेर यस्तै मान्छेहरू हो जो चाहिँ हुँदैन युट्युबरहरू अर्काको घरभित्र छिरेर अर्काको घर बिगार्ने तपाईँको बुढा त बाहिर हुनुहुन्छ तपाईँ चाहिँ यहाँ कोसँग भनेर भन्ने मान्छे नै यही हो रहेछ के यस्तै मान्छेहरूले गरेर हो तिम्रो बुढी विदेशमा हो भन्ने पनि यही होला तँलाई त देख्छ फोनको युज के फोनको युज त तिमीले अहिलेसम्म 100 जुम गरेर त्यस्तो खिचेर बसेर रहेछौ छैन कतिवटा घरमा झगडा पनि मेरो फुर्सद होइन साथीहरू एमएमएस लिक गर्नेहरू यस्तै मान्छेहरू त्यही भएर एकदमै सावधान रहनुहोस् सतर्क रहनुहोस् र हेर्दै गर्नुहोस् सावधान नेपाल थ्याङ्क यू Alright, thank you so much guys. आजको भिडियो यति नै खासमा त दिदी बहिनी हुन्छ बहिनी दिदी हुन्छ भनेर भनेको थियो मैले त्यो हुन चाहिँ पाएन तर त्यही पनि दिदीकोबाट कन्टेन्ट सायद निस्क्यो होला यो भिडियोको लागि भनेर आजको भिडियो म यतै एन्ड गर्छु बाई उसको पैसा मेरो पैसा मेरै पैसा त हो ए बाई भन्नुभन्दा अगाडि सो भोलि चाहिँ हामी वन जङ्गल जाँदैछौँ होइन अनि यो के यो छ नि यो चकलेट दिमा मलाई चकलेट चाहिँदैन कि सो अघि हामीले नामहरू किन नाम राखिरहेको थियौँ सो भोलि चाहिँ अब केकको फाइनल फोटो देखाउँछौँ अनि त्यसपछि के हुन्छ भोलि नै हेरौँ न बाई दिएन भने कस्तो दिएन भने माई कन्टेन्ट अब
आजको भिडियो कन्टेन्ट साथी भाइहरू तपाईँहरू गर्नुहोस् यसको 30 डे च्यालेन्जमा कतिवटा भिडियो छ त्यसमा कतिवटामा म छु आज एक दिनको कन्टेन्ट रे मतलब खासै म आजको कन्टेन्ट रे मतलब आज म त्यसरी बोलेको थिएन भन्नु खोजेको खासै त्यस तपाईँले आई थिङ्क यो भिडियो कम्प्लिट गरिदिनु भयो दिदी भनेर भन्नु खोजेको थिएँ उसले भन्यो होइन के हो के म त होइन तपाईँले के बुझ्नुभयो प्लिज कमेन्टमा लेखिदिनुहोस् यो चाहिँ प्लिज कमेन्टमा लेखिदिनुहोस् कि होइन जहिले पनि भन्छ मैले उसलाई मिसअन्डरस्ट्यान्ड गरेको भनेर भन्छ कि तर तपाईँ आफैले भन्नुहोस् होइन भर्खरै त्यसले के भन्यो थियो आजको कन्टेन्ट उहाँ रातो बोलिरहेछ आजको कन्टेन्ट उहाँ चाहिँ आजको कन्टेन्ट हो भनेको थियो होइन अनि जब मैले भनेँ होइन ए म तेरो कन्टेन्ट यस्तो भनेर मैले एक्सप्लेन गरेँ अनि त्यसपछि के भने ए होइन मैले त आजको कन्टेन्ट तपाईँले के अरे कम्प्लिट गरिदिनु भयो धेरै म बोलेको थिएन अनि त्यसपछि उसको एक्सप्लेनेसन हुन्छ के वाट कन्टेक्स्ट नै मिल्दैन के किन राख्दैनस् तैँले यो होइन आफ्नो चाहिँ होइन आफ्नो नराम्रो चिज चाहिँ के पनि नराख्ने जतिखेर पनि मेरो मात्रै नराम्रो चिज राख्ने हेर्नुहोस् त यस्तो पनि हुन्छ आफूलाई राम्रो बनाउनको लागि अरूलाई कति नराम्रो बनाइरहन्छ मैले यसलाई राम्रो बनाउनको लागि म राम्रो बन्छु मलाई राम्रो बन्नुहुन्छ जतिवटा पनि रिल्सहरूमा दिदीले मलाई पिटेको यस्तो छ मलाई त कस्तो चित्त दुख्छ दिदी भयो कतिवटा भिडियोमा चाहिँ दिदीले मलाई गरेर राख्नुहुन्छ तर उहाँले के सोच्नु पनि तपाईँहरूले मलाई कमेन्ट गर्नुहुन्छ मलाई नराम्रो भन्नुहुन्छ कसैले राख्दिला है सुजिता रोहिन भनेर कमेडी दरबारमा कमेडी गर्दा सुजिता रोहिन भनेर साथीहरू मै रोएको मलाई तपाईँले कति नराम्रो कमेन्टहरू गर्नुहुन्छ बहिनीलाई किन यस्तो हेपेको तिमी चण्डाल हो तिमी भुत्नी हो तिमी के हो भनेर भन्छ अनि जहिले पनि तँलाई कस्तो राम्रो भन्छ त्यो मैले बनाएको हो तर तैँले जहिले पनि नै मलाई नराम्रो नै बनाउँछस् दिदी थ्याङ्क यू सक्यो आजको हाम्रो ल मैले दिदीको के देख्नु भयो म रोएको बेलामा पनि भयो रे पुग्यो रे देख्यो उसलाई सेम चिज गरेको भयो मैले ल ल ल ठिकै छ दिदी बालाजु होइन के मलाई त के भन्ने थाहा नै भएन है जे होस् दिदी थ्याङ्क यू सो मच उता हुनुहुन्छ तर म अन रेकर्ड भन्छु दिदी थ्याङ्क यू सो मच तपाईँ नभइदिनु साथीहरू अनि थ्याङ्क यू सो मच दिदी तपाईँ नभएको भए सायद मेरो यो 30 डेज च्यालेन्ज त्यति रमाइलो इन्ट्रेस्टिङ हुँदैन थियो होला इट्स बिकज अफ यु दिदी म तपाईँलाई के चाहिन्छ भन्नु भनिराख्नु के चाहिन्छ भनिराख्नु साथी हो बालाजी डायमन्ड्समा के अरे एकदमै एक्सक्लुसिभ अफर्सहरू चलिरहेको छ अनि त्यसपछि 14 फेब्रुअरीसम्म चलिरहेको छ प्लिज मलाई के गिफ्ट दिन चाहनुहुन्छ भने चाहिँ श्री बालाजी डायमन्ड्सबाट दिनु होला आई लभ डायमन्ड्स थ्याङ्क यू आई विश कसै न कसै तपाईँलाई गिफ्ट आई विश अझै भर्खर तपाईँलाई के चाहिन्छ भन्नु भनेर भनिरहेको थिएँ नि होइन म प्रे गर्छु म विश गर्छु कसै न कसैले तपाईँलाई दियोस् भनेर देखेँ नि अब मैले आशै मारिदिइसकेँ Thank you so much. I love you, Diti. I love you very, very, very much. You don't know how much I love you, but I really love you. तिमीले मलाई माया गर्नु भन्दा पनि बेसी म तिमीलाई माया गर्छु. I love you, Diti. त्यसले के भन्यो मैले भर्खर मैले सुनेन म रेकर्ड हेर्छु होइन आई लभ यु दिदी तिमीले जति गर्छौ त्यो भन्दा धेरै मैले माया गर्छु भनेको बाई फ्रम द स्विट बाई गाइस